जस्तो आयो त्यस्तै पस्किएँ हामी त घुम्न हिँडेको यति भएर हामी चाहिँ अब बस पार्कबाट यो गाडी चढ्ने ठाउँतिर जाँदैछन्। मसित अहिले अङ्कित भाइ छन्, यता भिन्नातिर गफुल, पछाडि टोली आइरहेछ, देखिन सक्छ है टोली। यता बाटो चाहिँ खाली खाली छ। गाडी जाने बिन्दुतिर जाँदैछ भिनाइबाट गाडी फाल्टो रहेछ गफुल भिनाजु पछाडि छ। गाडी चलाउँदै अगाडि बढिराख्नु बाटै एकदम बुझेन लप्सी त बाटा गरी झरे अन्त लप्सी त माथि आइने नि बाटा गरी झरे चले आइ भन्छ कि मलाई मलाई चिन्यो म हरिबहादुर गफुल हेलो भाइ भाइ के छ खबर बेसी झर्न थाले भेडीगोठ। बर्खायाममा करिब 4 महिना लेकमा बस्ने गोठाला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका छन्। जेठ दोस्रो हप्तादेखि लेक उक्लिने गोठालाहरू दशैंको पहिलो दिनबाटै बेसी झर्न थालेका हुन् भने महिनौ परिवारसँग टाढिएका उनीहरू अब आगामी जेठ महिनासम्म सँगै हुनेछन्। ल अब हाम्रो अर्को टोली आइसकेको छ। अब फेरि हामी अगाडि बढिसक्यौँ। केही छ भन्नु दिदी हुनुहुन्छ यहाँ। नमस्ते दिदी, म फेरि आज आएको छु। भिराजुले हाई भन्नु धन्न पैसा मागेन कि नसिका मलाई नसिका तेरो शैली नसिका। यो चाहिँ घ्याम्पे डाँडाको घ्याम्पो चाहिँ यो रहेछ। यो यता बाटो माथितिर जाने होला, यो बाटो अब तलतिर जाने होला। यहाँबाट माथितिर अर्को जाने बाटो छ। खाजा खाने भनेर हतार गरेर गएका भाइ फर्केर आएका छन्। अब हामी उकालोतिर लागेका छौँ भनेर हामीलाई जानकारी गर्नुभएको छ। उकालो खेलमा आफ्नो काम गर खुलुखुलु। हामीले एकदम पानी चाहिँ चाहिन्छ भनेर भनेको थियौँ। हिराजुले 1 बोतल पानी बोक्नु फेरि मान्छे 8 जना छ। एक ढकनमा खाँदै गाडियो। एकचोटिमा 1 ढकन औषधि छ। अलिअलि हामी खान पर्दैन त सकिन अब चाहिँ हामी काठमाडौँदेखि निकालियो। हाम्रो भाइको स्कुल भन्नुहुन्थ्यो तर यो होइन। यसले किनेका हुन् त स्कुल नसुना पऱ्यो कि त्यही भएर ठिक छ भाइ, तिमीले किनेका हो भने भ्लगमा चाहिँ तपाईँले एकदम हरियाली देखिरहनु भएको। के भयो आखिर गाइड हो कि म टुरिस्टको beautiful, gorgeous. Marvelous. हामी यो टोरेन्टोको त हराको मान्छे यहाँ
यहाँ आउनु भएको मान्छे आइयो कि आइयो किन भन्ने हो त त्यहाँ आइयो एकदम आइएछ एउटाको नाक आयो कति ह्याँ गरेर पहाडी बसेर नबोल्दा त्यतिकै ए बुझ्नु छैन जे छैन त्यही पहाडी बसेर त म बोली चाहिँ अरे 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 यार सबै जोड्दाखेरि एउटा मान्छे पक्का भन्नु कस्तो राम्रो एउटा स्न्याप बनाउँथ्यो साह्रै खाथ्यो तर राम्रो देखिँदो रहेछ यहाँबाट देख्न चाहिँ राम्रो देखिन्छ राम्रो देख्न सुरु भयो नि त त्यो काठमाडौँ त देखिन्न होला यो त सबै भक्तपुर र ऊ होला भक्तपुर मात्र होला कि यो त होइन काठमाडौँ त उता होला होइन नकम्प्लेन पनि त काठमाडौँ दर्शक दिन यही भिडियो हेरेको पैसाले हामीले यहाँ घडेर किन्ने भनिरहेका छौँ इस पाउँछौ यति हेरिदिनु होला भिडियोको लागि आफ्नो ज्यान ज्यान त्याग ध्यान गरेर दिएको छ हामीले यस्तो सङ्घर्ष सङ्घर्ष दुई शब्द बोला फेरि एकलाई गान्दिनुहोस् इमोसनल भएर भन न यार दाइको घरमा खानको लागि रोटी छ दाइ अब भ्रमणको लागि निक्लिनु रोटी छैन बिहान ओस्ट्रिचको मासु खाएर आएको त्यो पनि खुट्टा र टाउको मात्र सुब्बा हेर्नुहोस् यसलाई पिपल भन्छ पिपलमा पूजा हुन्छ पूजा यस्तै ठाडो छ कि यो बाटो एकदम गाह्रो छ मलाई पानी सकिएको छ पानी छ गरम भएको न बच्चाले देखाउने पानी कस्तो लाग्यो दाइ पानी साह्रै मिठो छ सायद यो काठमाडौँबाट ल्याएकै पानी हो अङ्कित भाइको साथी भेटिएको छ भन्नुहुन्थ्यो बाघ रहेछ बिरालो हो भाइ पनि साथी हो नि यो त अब हामी मन्दिर जस्तो लाग्यो मलाई मन्दिर हो गणेश मन्दिर अब यो भनेको सूर्य विनायक गणेश मन्दिर ठिक छ कन्सर्टमा सहभागी हुन्छ के को कन्सर्ट छ फोकस पाइरहेको छु मैले गाडी आएको छ गाडीले हामी साइड दिँदैछौँ यता हो अब हामी चाहिँ सम्म बाटोतिर आएका छौँ गाडी पड्काइदिएको यहाँ मन्दिर कति राम्रो मन्दिर वाउ मन्दिर हिमालमा हिउँ पग्लिएछ पुरै पुरै जताततै बस्ती बसेर रहेछ नि त बारीतिर त त्यही डाँडा पाखामा आऊ भाइ आऊ शङ्ख हेर्नुहोस् त्यहाँनिर के खानु पर्यो के अङ्कित अङ्कित
अंकित भन्दा पनि ठुलो जस्तो गर त अहिले त पर्स बिर्सिन्छ कि ओहो पिङ खेल्नु अरू फर्किँदा अब feeling so tired, but we are continuing our journey despite of fatigueness. बाटो चाहिँ यो अब हामी अलिक पर गएर बस्छौँ। अब हाम्रो चाहिँ जङ्गल यात्रा सुरु भएको छ। गणेश मन्दिरबाट अगाडि लागेर यहाँ भाइ छन् हिनाजु गाडीहरू आइरहेका छन्। जङ्गल एकदम राम्रो छ। यो चाहिँ रुखले चाहिँ शीतल दिँदो रहेछ वास्तवमा, किन भन्दा हाम्रो घरतिर चाहिँ तिनी उ छन् कि सल्लाहकार छन्, तिनले चाहिँ गर्मी बनाउँछ बस्नु चाहिँ। तर यहाँ चाहिँ यो रुखले गर्दा यहाँ हिँड्दा पनि एकदम शीतल छ, आनन्द भयो। काठमाडौँबाट त्यति टाढा छैन है, पछाडि छोडी आइरहेको छ। होइन हामी नपर्ख्यौँ होला, पर्ख्यौँ भने झन् अल्छी गर्नुहुन्छ, कम्तीमा भेटाउन खोज्नुहुन्छ। वक्ता चाहिँ मान्छे साथीहरू छन् हुन्छ, मेरा चाहिँ बेकुप हुन् कि के हुन्छ हिँड्नु पर्यो, बुझ्दैन। बहुत आनन्दको रहेछ कि मलाई त आनन्द भइरहेको छ। भिडियो हेर्ने मान्छेले पनि आनन्द लिनुहुन्छ भन्ने हामी पूर्ण रूपमा आशा गरेको छौँ। केही छ भन्नु बाँकी पनि अब खासै छ जस्तो लाग्दैन। अब हामी फेरि उकालो जानुपर्छ भन्ने हामीलाई थाहा छ। अनि बिस्तारै बिस्तारै हामी यो बाटोमा, तर यो बाटोमा त्यति कालोको पनि फिल नहोला, शीतल छ, आनन्द छ। आनन्दको उसमा एक बोतल पानी छ, 8 जना छौँ हामी। त्यही पनि हामी चाहिँ हाम्रो यात्रालाई चाहिँ एकदमै बढिरहेका छौँ। यो म्युजिक गाउने हुने महानुभावले आज सलाम गर्न चाहन्छन्। एक बजी बिर्का पनि पछाडिको टोली पछाडि नै रह्यो। अब पछाडि जम्मा त्यो त कम भयो यार हिँडाइ त। 5 पोइन्ट त उतिखेरै पुगिन्छ कि ल। उकालो हो, पहाडी बाटो हो नि। होइन कि अलिकति हिँडेर ठक्क अझै मजा लिनु पर्यो भनेको फेरि हो पुरै घुम्ने रिङ्नी हो कि। अब त रिङ्नी बाटो। हाम्रो गाइड चाहिँ यिनले गरिरहेछन् म्याप हेरेर, हाम्रो पछि पछि छ। अनि दोस्रो काम चाहिँ यिनी ठ्याक्क कहाँ गइरहेछन् थाहा छ नि तिमीलाई त? कहाँ हामी गइरहेछौँ हेर्नु सिन पनि लिइरहेछ कस्तो छ। यिनको निराशाको लेभल हेर्नुहोस्। जिन्दगीले जहाँ पुऱ्याउँछ भन्ने त बढाएरमै हाल्छ। लक्ष्य अनुसार जानुपर्छ भन्नुभएको छ। त्यही कुरामा एक लाइक हानिहाल्नुहोस्। हाम्रो लक्ष्य 1 मिलियन सब्सक्राइबर पुग्ने। क्या ठ्याक्कै कुरा गर्छ कि दाइले देख। तिमी त्यही भएर मैले युट्युब भ्लगर हो भन्छु। मैले रातो गाडी बहुत आइरहेको 3-4वटा देखिसकेँ। फेरि क्यामेरामा एउटा दुइटा मात्र देखियो होला नि, गाडी गर्ला नै फेरि त्यस्तो होइन। गाडी गइरहेको कुरा मात्र गर्छ, कुरा नभएपछि पिकनिक स्पट जस्तो छ होइन, एकदमै फोहोर फालेर पिकनिक खानुहोस्, केही रमाइलो गर्नुहोस्, डेटिङ बस्नुहोस्, तर फोहोर नफाल्नुहोस्। यसले चाहिँ अब आउने अरू मान्छेलाई चाहिँ मन खिन्न बनाउँछ, नराम्रो लाग्छ। फोहोर भएपछि मान्छेको चाहिँ मनमा एउटा थोरै भए पनि अलिकति नराम्रो ऊर्जा आएर मान्छेहरू फेरि कसैलाई चाहिँ त्यहाँ घुम्न जानुपर्छ
त्यो राम्रो छ भनेर पुनः आफू पनि नआउने हुनसक्छ। त्यही भएर सके सफा गरौँ, नसके फोहोर नगरौँ। हामी यो सिद्धान्तमा लागेर अब चाहिँ अगाडि बढ्नुपर्छ। हेर्नुहोस्, हामीले एकदम सन्देशमूलक कुराहरू पनि गरिरहन्छौँ बेला बेलामा। तपाईँहरूले सन्देशमूलक कुराहरू चाहिँ सुन्नका लागि तपाईँले हामीलाई चाहिँ एकदम सब्सक्राइब लाइक गरेर हामीलाई एकदम सपोर्ट गरिदिनु। साथ सहयोग दिइरहनु चाहिँ पर्छ। अब एकैचोटि हामी यहाँ हजुरहरूसँग अर्को स्टेसनमा भेट्नेछौँ। अर्को स्टेसनमा भेट्नेछौँ। हस्, धन्यवाद। टोली त्यहाँबाट आइरहेको छ, यहाँबाट आएको छ यो डोलेश्वर जाने बाटो चाहिँ यता। अब हामी चाहिँ अगाडि जाउँ ल, यहाँबाट हामी अगाडि जान्छौँ। अब भाइ चाहिँ अगाडि गइरहेका छन्। गाइज, वी इन्टर्ड इन्टु द वर्ल्ड्स। कट गर्ने होइन, हामीले अलिक परसम्मको देखाउनु पर्छ है, नत्र त भिडियो फेरि पुरैको हुनु नि त। अब 2 मिनटको भिडियो राखेर भएन। त्यही पनि हजुरले हेरिराख्नु भएको छैन होला। छैन होला, त्यही पनि तपाईँले आफ्नो साथीभाइहरूलाई पठाएर चाहिँ मेरो त केही भएन, यो भाइको दया लाग्छ भने त्यति गरिदिनु। सकिन्छ। हामी सगरमाथा चढ्ने सपना देखेको मान्छेलाई यो केही होइन हाम्रो भाइ। हो र भाइ? हिनाजु भाइ सम्भावना धेरै हाई छ। तलबाट हात्ती आयो लामो लामो कान, बेसी बोल्नेलाई मुखै महान, कसलाई दिमियो जो को आइरहनु भएको छ। दिदी अनि बहिनी बाटो त कस्तो राम्रो छ। हिँड्न यहाँ बाइकमा चढ्नुको के मजा लियो होला नि त, हामीले त्यति मजा लिइरहेछौँ। त्यो बाटो त्यति मजा आइरहेछ। हाम्रो बाटो हामी जमानामा माटो खन्न जान्थ्यौँ बाहिर, अहिले चाहिँ पर्दैन जस्तो यस्तो हुन्छ। जङ्गल छ, अनि पनि जङ्गल छ। हाम्रो सर्कसमा बाँदर नचाहिने भाइ पनि पछाडि छन्। सर्कसको बाँदर चाहिँ हाम्रै दाइ हुन्छ। खोइ ठाउँ हिँडिरहेको सर्कसको बाँदर मस्त नाच्नुहुन्छ। हजुर पनि हेर्न आउनु होला। अब हामी कहाँ आइयो? यस्तो गरेर सूर्य देखिरहेको छ त्यहाँ। ओ माय गॉड। फेरि यस्तो हामीले जस्तै सूर्य हेर्दा हजुरले पनि यस्तो गरेर दूरीबाट हेरिराख्नु होला। हामी जति मजा त कहिले लिएको होला बाइकमा हिँड्दैन। होइन त हामी पनि आउँथ्यौँ होला, है त हामी नि आउँथ्यौँ होला। त्यही पनि मजा कसैले लिएको छैन हामीले जति, हो कि होइन भाइ? यता गाडी त हामीले ल्याउनु सकिन्थ्यो होला, तर हिँड्नुपर्छ ज्यानको लागि भनेर हामी धेरै हजुरहरूको लागि केही कुरा नछुटोस् भनेर। गाडीमा पनि छिर्दैन भाइ तिमी खाएको छ भने एउटा स्कुटर आवाज दिन्छ। अगाडि बसेर पछाडि त पाइने, त्यही धेरै माग्नु पर्दैन। यति धेरै गिरिसम्म त्यसलाई गिरेको भन्दैन क्या, लिफ्टमा गए हुन्छ। हिँड्नै जान्दैन भाइ। कति किलोमिटर लाग्छ? 4 कममा 4 हो होइन, धेरै छ। हामी हिँडेकै छैन 1 किलोमिटर कहाँ हिँड्छ? यति होला 1 किलोमिटर। अहिलेसम्म मन्दिरबाटै 1 किलोमिटर बालो भेटाउनु पर्यो त्यहाँ। पछाडिका लागि छोड्नु भएन क्या फेरि, पछाडि गएर भेटाउँछ नि त। बाल हामीले छोड्नु, हामी छोड्नु असलाई नै हो। दर्शकबिन, तपाईँहरूलाई हामीले सकेसम्म मनोरञ्जन दिइरहेका छौँ। जस्तो छ त्यस्तै पस्किरहेका छौँ। अब एडिट नगरिकन हाल्नुहुन्छ जस्तो छ त्यसैलाई स्वीकार गरिदिनु होला। रातो गाडी आज धेरै देखेका छौँ हामीले। केको सङ्केत थाहा छैन, क्रान्तिको सङ्केत हो कि 4.5 किलोमिटर 4.5 किलोमिटर मात्र बाँकी रहेछ हामी जानलाई। दर्शकबिन, एउटा डाँडो क्रस भयो, अब अर्को डाँडो स्टार्ट। हाम्रो पछाडिको 4वटाको टोली चाहिँ अलि मन्दवाला टोली हो।
उहाँहरू नभएको हामी यति बेला 3 किलोमिटर बाँकी हुन्थ्यो फेरि घुम्नु पर्छ हामी हिँड्न पर्छ भन्ने फेरि उहाँहरू अनि हिँड्ने बेला पछाडि बस्ने उहाँहरू हामी त घरि बसेर तास खेल्ने कुरा थियो तास खेलेको केही जितिन्थ्यो होला हारिन्थ्यो होला जित्न त के जितिन्थ्यो हारिन्थ्यो होला This is only fictional. Don't take it serious. Gambling is strictly prohibited. Prohibited, yes. Prohibited and Prohibited. Exactly. Prohibited भनेको prohibited भनेको हैन अङ्कलले आज मजाले हिँडाइपुग्छ हिँड्दै त धान बोक्ने बानी लाग्यो कि यस्तो एउटा बोरो बोकाइदिनु पर्यो बल्ल हामीसित हुनुहुन्थ्यो त्यति पनि हुनुहुन्न त्यो पछाडि हुनुहुन्न हामी तर भेटाउन चाहिँ सक्छौँ है विनाजुलाई पछाडिको ग्रुपलाई चाहिँ कुर्नु पर्यो क्या बाले हामीलाई बोकेर हिँड्नु पर्छ हामीसँग एउटा सल्लोको पर्छ नि भने तर एकदम शीतल हुँदो रहेछ कि सल्लो नभएछ मजा कि बहुत मजा लाग्यो मलाई चाहिँ सल्लोले गर्नु बनाउँछ मैले भनेको होइन फेरि अर्को पनि रातो गाडी गएको छ आज रातो किन भइरहेछ कि हाम्रो रातो भान्जा आयो भनेर हो कि भान्जा आएर सबै मान्छेहरू राति भयो भनेर हो सानो तिमी चाहिँ गर्दैन है यसले अर्को रातो स्कुटर आइरहेको छ फुले खा र बुट चाहिँ छ फुलेको त छैन नि फुल्दैन माथि के हो रुमाल रहेछ यार लालु गुराँस जस्तो देखेको मैले कि लालु गुराँस हो रुमाल हो कि लालु गुराँस हो पर्खेर यो तिमीलाई लिएर हामी आफै पर्खिने हालत छैन बाबाले उहाँ बुझ्दैन हामीले पर्खिनु पर्ने हामी बिचको मलाई नि भनिदियो मेरो अब लगभग अगाडिकालाई नदौडाउने नि पछाडिकालाई नदौडाउने भइयो कि अगाडि दौड्ने हो नि आज हेरि हामीलाई ए अहिले पानी भर्ने त्यसैमा अन्नी छुमा त पानी भर्ने हो नआनै रातिले पानी भर्ने अहिले मोडा यस्तो भनेपछि कुच्चेकै त्यही बेला सोना है तो जागते रहिए दर्शक बिन भिनाजु कहाँ पुग्नुभयो होला हामी यही छौँ मजाले आइरहेको छु त तिमी यहाँभन्दा कति आउने एउटा ल हाम्रो टोली अगाडिको दौडेको अवस्था छ र हामी भेट्नलाई दौडिनु पर्ने अवस्था आइसकेको छ दौडेर भिनाजुलाई भेट्ने टार्गेट भाइको इनर्जी सकिसकेको अवस्था छ हामी भिनाजुलाई नभेट्छ दौडिने मिसनमा छौँ हामी रोकिन हुन्न भाइ रोक्यौ तिमी रोकिन हुन्न मस्त बसिरहनु छ हामी जङ्गलमा छिरिसकेका छौँ फेरि पनि कतिबाट जङ्गलमा छिर्ने चाहिँ यहाँ सानो सर्टकट रहेछ त्यहाँबाट बाटो हो त्यहाँबाट हामी निस्क्यौँ माथि अगाडि अङ्कित ओ अङ्कित यहाँ राजालाई हेलो राजा भन राजालाई राजाको जस्तो देखेँ अब यहाँ बजाउनु पर्ने कस्तो मजाले टोली यता आइरहेको छ टोली सङ्घर्ष गरिरहेको छ
टुनीले बहुत सङ्घर्ष गरिरहेको छ। यो फलो गर्दै जाने नै पुगिन्छ। तर मोटरबाटै ठिक थियो जस्तो लाग्यो। यो त लास्टै हाइट अग्लो रहेछ यार। नसिका मलाई नसिका तेरो शैली नसिका भोलि अब धेरै सिद्धि भयो कि धेरै गयो। सुत्नु दिने जस्तै खाऊ तिमी? म पनि सुत्छु नि त। म सुत्दिनँ है के गरेर। त्यस्तो धेरै दिन्छ त। ल हामी जति माथि गयो त्यति उकालो छ। तर हिँड्नलाई भनेर बनाएकै बाटो रहेछ कि। हिँड्ने पहिलाको गोरेटो बाटो हो क्या। त्यही त। यताबाट मान्छे हिँडिरहेको बाटो छ। यो गोरेटो बाटो नछोडौँ फेरि हारै हो नि त हुन्छ। राम्रो छ है, राम्रो छ। आउनु होला थाकिन्छ अलिअलि। हो कहाँको चोक फेरि बिना रहेछ कालो त होइन नि के गरेर सजिलो हुन्छ। ए अङ्कित एक्लै नहिँड बाबु। दुईजना भाइमा माथि पुगिसकेका छन् गाइज। जति हिँड्दा बाटो नहुने होला। मान्छे हिँड्ने बाटो त त्यस्तो बत्तलहरू पता छ कहाँ खेतीहरू छ होइन। हो होइन हिँडाइ त छ राम्रै छ। तर भात खाएर होला थाके जस्तो फिल। एकैछिन हिँडेसी सकिन्छ। सुरुमा लिएर हो कहाँ गइदियो नि। एक्लै नजाऊ है, एक्लै नजाऊ। फेरि माथि त छैनन् तर घर देखिरहेछन्। चारजना
हाम्रो त बोरी खोला आए जस्तो होला कि बोरी खोला आए जस्तो कोही नभेट्ने होइन जङ्गलको बाटो मान्छे ट्रेकिङ चाहिँ हिँड्न धेरै छोडिसकेको छन् यता चाहिँ मान्छेले बाइकमा हिँड्न लागेछन् हुन त भारी बोकेछ नि यार पछाडिको सबै हिँड्ने मान्छे त हाल्का होला तर अन्ति त कहाँ पुग्यो नहेरिकन बाटो फेरि अर्को जालन है फेरि अर्को बाटोमा जालन ओ अङ्कित यहाँबाट यता हो डाँडा पुगिसकेछ यो यही बाटो हो सिधै माथि पुगिने रहेछ कति किलोमिटर छ नेट चले कति किलोमिटर छ रिप्लाई कडा आउँछ नि फेरि हामी त जङ्गल यति धेरै क्रस गरेर रहेछ कि आधी बाटो पुरै क्रस भएछ क्या कति आइयो हामी लगभग 2 किलोमिटर बाटो क्रस गरेर रहेछ क्या हेर न यत्रो टर्निङ क्रस गरेर यहाँ आइएछ है सिधै आइसक्यो अब चाहिँ पुगिँदै थियो कि ठाडै उकालो आइयो कि टक्कै सकी त्यही चोकमा झर पुग्ने बाटो रहेछ क्या 2 होला धेरै भयो धेरै भयो 2 होला होइन उही पुग्न त 2 होला कि उही पुग्न 2 किलोमिटर होला बाटो भेट्यो बाटो भेटायो भेटायो रे मोटर बाटो भेटायो कि नै भनेको मोटर बाटो फैलिमको भाइ छ भेटा खाने यही छ काठमाडौँ मान्छेबाट बेच्छ हिँड्छ पसम हुँदैन डर पनि छ हिँड्नु पऱ्यो हजुर बाटो निस्क्यो 10 किलो हजार पुरै ल ल बाटो त्यहाँनिर छ कति बेलासम्म अफ पऱ्यो ल हेर्नु साठवन्न गुन्डु यही त हामी त यो यताको यहाँ घुमेर आएर गुन्डु त्यहाँ हो क्या यहाँनिर चाहिँ पिकनिक छ त जङ्गल चाहिँ कडा छ कि जङ्गल है यता के रहेछ यो एरिया के हो त्यो काठमाडौँ हो त्यो के नै यहाँ के यो के हो यो के बिल्डिङ हो के बिल्डिङ हो नि पार्टी प्यालेस हो त्यो के यतातिरको साइड हो क्या त्यही पारीको साइड हो जस्तो लाग्छ मलाई यता पनि छ है काठमाडौँ धेरै ठुलो छ तर ऊ पारी देखिन्छ हेर्नु त काउन्टमा पर्दा नजिकबाट कहाँ पर्छ देखाउ त पारीको डाँडो चाङ्नारायण माथि छौँ कि हामीहरू लगभग काठमाडौँलाई नेपालको सबै जनसङ्ख्यालाई पुग्ने जति ठाउँ रहेछ फान्ने हो तर अब बस्ती बसाल्न दिनुहुन्न फेरि कन्क्रिटले पुरै भर रहेछ हेर्नु त बारी हिमालहरू देखिरहेका छन् गाइस अर्को टोली अझै आएको छैन
हजुर यो एरियालाई के भन्नु नाम हजुर यो एरिया के हो त्यहाँ मान्छे हिँड्यो यहाँनिर चाहिँ म पिकनिक आएको कहाँ यो ग्राउन्डमा चाहिँ तपाईँ के हो के भन्छ के भन्छ गुन्डुको त भन्ज्याङ हो कि गुन्ड गुन्डुको भन्ज्याङ नै भन्छ गुन्डु भन्ज्याङ नै भन्छ ए महेश बस्नेत यहीँबाट जितेको महेश बस्नु त एउटा यही पारीको साइड हो जस्तो लाग्यो मलाई बला एयरपोर्ट जामी देखिँदो रहेछ है है ल हामी चाहिँ फाइनल्ली पाइलट बाबा आश्रममा आइपुगेका छौँ सबजना यहाँ खुसी छौँ यहाँ आउन पाउँदा यति राम्रो दृश्य देख्न पाउँदा भाइले 2 शब्द भन दुई शब्द लाइक एन्ड सब्स्क्राइब गाइज मलाई स्क्रिप्टमा लेख्न दिएको त्यति हो पैसा पनि 5 रुपैयाँ पैसामा आएन टिकटको रहेछ कति हो के को टिकट यो भित्र साथी छिनी हो कि अब ब्लगको लागि अलि कन्टेन्ट भन्छ यो चाहिँ हेर्नुहोस् फुलहरू यति राम्रो फुलहरू छ मेरो फुलहरू चाहिँ एकदमै राम्रो फुल छ छिर्साएका छौँ यति भन्दै भन्दै हाम्रो टिकट चाहिँ उता काटिरहनु भएको छ त्यही भएर हामी चाहिँ एकदम यो दृश्यले हाम्रो मन छोएको छ पाइलट बाबाको आश्रम चाहिँ कता मलाई थाहा पाइलट बाबाको आश्रम चाहिँ क्या अझै तलै जाने ए गणेशको मूर्ति कस्तो नाइस रहेछ है ओम गणेशाय नमः यहाँ चाहिँ कुन भगवानको तल जानु यहाँ पहिला को बस्नुहुन्छ अहिले योगीहरू को हुनुहुन्छ यो पनि छैन अहिले त बन्द छ बन्द छ एउटा त्यो रसियनवाला बस्नुहुन्थ्यो होइन यहाँ अलरेडी बाबा भन्नु थाहा भएन मलाई पछि आयो यहाँको बारेमा के थाहा छ तपाईँलाई भन्नु त मलाई खासै थाहा त्यो पैसा उठाउनु नानीलाई सोध्नु त मलाई अलि व्यस्त हुनु रहेछ त्यही भएर होइन अहिले खाली हुँदा सोध्नु यहाँ तपाईँलाई थाहा भएको जति भन्नु न के छ यहाँ मलाई त के थाहा नि बल्ल 10-15 दिन भयो म आएको है ए तपाईँ नयाँ मान्छे हो यहाँ तपाईँ जस्तै भनौँ यहाँ चाहिँ मान्छे दर्शन गर्न आउने हो कि के गर्न आउने हो दर्शन गर्न देवीको मन्दिरहरू छ तल अझै तल जान मिल्छ हामी चाहिँ मन्दिरमा आएको छ यहाँको टिकट चाहिँ 30 रुपिस पर पर्सन हेर्नुहोस् यता चाहिँ खिच्छ मलाई अब चाहिँ त्यहाँ चाहिँ खिच्न मिलेन त्यो मन्दिरभित्र त्यही भएर अब यहाँनिर चाहिँ यता घर चाहिँ कडा रहेछ यार फोटो यिनको र मेरो फोटो खिचिएको छ गाइस यस्तै घर बनाएर एउटा कोर्स 911 GT3 कति राम्रो बस्ती ग्यारेजमा घर होस् भन्ने हाम्रो चाहना छ हाम्रो भिनाजुहरू त्यहाँनिर हुनुहुन्छ हो माथि दाजु देख्नुभएको छ अहिले मोबाइल थुतेर कहाँको भिडियो खिचिस् भन्नु नि होला तर हामी चाहिँ त्यस्तो अनैतिक काम चाहिँ गरिँदैन ठिक छ है ल यस्तै छ है केटाकेटी हो यहाँको भगवानले हामीलाई रक्षा गर्नु होला ठुलो मान्छे बनाउनु होला हामीलाई लाइक गर्नुभयो भने मात्र सब्स्क्राइब गर्नुभयो भने तपाईँलाई ठुलो बनाउनुहुन्छ सब्स्क्राइब गर्नु भएन भने चाहिँ गराउनुहुन्न त्यो भिख मागे होइन हजुरलाई हँसाउनको लागि हो कि त्यसैले हाम्रो प्रयासले बुझिदिनुहोस् कि हजुर हो
यतिको मान्छे चाहिँ चाहिन्छ है मेरो त्यहाँ। तिमीलाई मैले स्क्रिप्ट राइटिङमा चाहिँ राख्न सक्छु। यो कसरी त्यो उ गरेको त्यो ट्रेन्स बनाएको नि त्यो के गर्नु खोज्यो त्यहाँ? त्यो पाहाडै काटेछ नि दौरे होइन? आम्मामा ऊ त्यहाँ हेर न पारी, त्यहाँ कसलाई रहेछ त्यो? यहाँ हेर्नु त, यो कस्तो राम्रो छ। यही काठमाडौँबाट थोरै नजिकको त्यो चाहिँ रिजोर्ट होला कि यहाँको? रिजोर्ट होला हो। ज्ञानपे डाँडा रिजोर्ट भन्ने। यो पनि रिजोर्टै होला कि? यो त मेन्सन हो कसको, कसले बनायो नि त यसको लागि देखेर। यहाँ तपाईँले राम्रो कुरै देख्दैन कि उहाँ हेर्नु पारि? रिजोर्ट चाहिँ त्यो ज्ञानपे डाँडा पारि हेर्नु न। त्यो हालेको तपाईँले यताबाट दिन्छ, कहाँ यताबाट दिन्छ? बाटो गयो नि त्यो गाडी गयो नि त्यो जाने उयो माथि हामी उतामा यसो गरौँ टेन्टको पारिको डाँडा जानु हुन्छ त्यही बाटो हिँड्नुपर्छ नि के छ छैन दर्शक दिन घुमेर मात्र भएन, अब खाना पनि खानु पऱ्यो, खाजा खानु पऱ्यो। खाजा खानको लागि हामी चाहिँ यहाँ बाहिरमा बसिरहेका छौँ। टोली बसेको छ, टोली जानुपर्छ बाहिर। त्यसपछि हामी यहाँ चाहिँ खाना खाइरहेका छौँ। काम भन्दा नि खानैमा बल गर्ने, सानातिना कुरामा कल गर्ने, टेन्सन हटाइदियो। हामी फर्किन थालेको, हामी बहिनी हुन्, बहिनीलाई सहयोग गरिदिनु होला। कस्तो चाहियो गर उ हेर गाइस, यसमा ब्याक क्यामेरा हुन्न? थाहा छैन केही पनि थाहा छैन केही पनि। ओ अमृत दाइ कता जानु भयो? अमृत दाइ कुकुरलाई देखाएको के छ? यो मेरो साथी होला, यिनलाई चाहिँ कसरी सहयोग गरिदिनु। ल गाइस, मैले फाइनली होइन एउटा गरिब मान्छेलाई भेटाएको छु गाइसहरु। मलाई खानको लागि बास छैन, बस्नको लागि घाँस छैन। जय हनुमान ज्ञान गुण सागर, जय कपीस तिहु लोको जागर, राम दूत अतुलित बल धामा, अंजनी पुत्र पवन सुत नामा, महावीर विक्रम बजरंगी, कुमति निवार सुमति के संगी, कंचन वरण विराज सुबेसा। बेसी झर्न थाले भेडीगोठ। बर्खायाममा करिब 4 महिना लेकमा बस्ने गोठाला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका छन्। जेठ दोस्रो हप्तादेखि लेक उक्लिने गोठालाहरू दशैंको पहिलो दिनबाटै बेसी झर्न थालेका हुन् भने महिनो परिवारसँग टाढिएका उनीहरू अब आगामी जेठ महिनासम्म सँगै हुनेछन्। अब हामीले रेस जितेर अहिले चाहिँ गाडी आएर हामी आराम गरेर बसेका छौँ। अब बेसी थियो विजेता। रङ डेस्टिनेसन chosen by them. Yes. Who perfectly choose the destination and the path also. So we conquer them. Yes. Very weak strategy. Very weak strategy. And they always want to work very fair. On hard force only, not on smart mind. Only on hard force. They are only broke. They are running and we tried the shortcut path and at last they will regret the running pace. हामी पाइलट बाबाको आश्रमबाट फर्केर पाइलट बाबा गर्न लागिरहेको छौँ। आउँदाखेरि त उकालीले एकदमै सकस दियो। जाँदा उकालो एकदमै थियो भने आउँदा चाहिँ अलिकति सहज भएको छ भन्नुपर्छ है, सहज भएको छ अनि एकदमै रमाइलो भयो। रमाइलो गर्नुपर्छ। हामी चाहिँ अब ठिक छ, दसैँ तिहार तपाईँहरूले राम्रो मान्नुभएको छ होला। हामी पनि केही तिहारको बेलामा एउटा ट्रेकिङ जाम भनेर एउटा मिलाएर जान खोजेको र हामी चाहिँ त्यो चाहिँ गइरहेका छौँ। तपाईँहरू पनि कुनै एउटा दिन मिलाएर पाइलट बाबा जान सक्नुहुन्छ, यो दृश्य देख्न सक्नुहुन्छ। त्यस्तो छ, तपाईँहरूले फिल गर्न सक्नुहुन्छ होला त्यो भिडियोबाट। तर तपाईँ आउनुभयो भने चाहिँ फिल अवश्य गर्नु। भिडियो त माध्यम मात्र थियो, एउटा माध्यम मात्र थियो। अहिले केही शब्द हाम्रो शब्द त मेरो शब्द त एउटै हो, स्क्रिप्टमा लेखेको एउटै हो। त्यो लाइक र सब्सक्राइब गर्नुहोस् दाइले।
लाल दुपट्टा फर्सीको गट्टा झिङ्गिनाको मुन्टा रे आलुको सब्जी गुन्द्रुकको झोल कति के गरे खानेले के गर्छन् डोराइ बमिट गर्छ डाइपर लगाऊ कि नै गाइज हामी जुन जाँदाको त्यो उठ्यो नि त्यसमा चाहिँ हामी फर्केर यतातिर लागिसकेका छन् भाइ एकदम थकित मुद्रामा छन् भने भिनाजुहरू चाहिँ अगाडि झोला बोकेर गएको अवस्था छ पछाडि चाहिँ टोली आइरहेको होला कतै देख्नुहुन्छ भने हेर्नु होला नदेखे अब पछाडि फर्केर हेर्न सक्ने त्यति ऊ चाहिँ छैन मेरो हामी घुम्दै घुम्दै अहिले चाहिँ यो भक्तपुरको यो एरियामा आएका छौँ जहाँ चाहिँ खरी छ हामी चाहिँ यसलाई राति भइसकेको अवस्था पनि छ मान्छेहरू क्यामेरा त यति हल्लिन्छ